हेलो साथीहरू, स्वागत छ तपाईँलाई यो भिडियोमा। तपाईँले पढ्नुभएको याद नहुने अनि बिर्सिनेको झन्झट हटाएर यो टेक्निकलाई पढ्दा चाहिँ हामीलाई सजिलै याद गर्न सकिन्छ। जस्तै साइन्सको फादर भनेर अललाई सम्झिने। अल साइन्टिस्ट चाहिँ के हुन्छ त? फादर हुन्छ साइन्सको। त्यही भएर चाहिँ फादर अफ साइन्स भयो हाम्रो अल्बर्ट आइन्स्टाइन। त्यस्तै फिजिक्स सरले चाहिँ सम्झिने कि सरले के भन्नुहुन्थ्यो? फिजिक्स सरले आइज चिहाने। आइजबाट के भयो त? हामीले सजिलै याद गर्न सक्छ। आइजक न्युटन फिजिक्स भनेर सम्झिने। अनि बोटानीमा के हुन्छ? कसरी सम्झिने? बोट भनेर सम्झेपछि हामीले बोट थियो, बोटमा चढ्दै थियो हैन। अब झरेर लड्यो कि चढ्दै थियो, जस बोटमा चढ्दै थियोबाट के हो? थियोफ्रेटस। त्यस्तै केमिस्ट्री ल्याबमा हामीले डिफ्रेन्ट केमिकल्सहरू बोइल गर्छ हैन। त्यही भएर यसको फादर को भयो त? रोबर्ट बोइल के। माइक्रोबायोलोजी सानो सानो चिजहरू हेर्दा कहाँ राखेर हेर्छ त? भुइँमा राखेर हेर्छ नि। अब त्यस्तै भुइँलाई के भनौँ त? लुई पास्चर के। त्यस्तै ट्याक्सोनमी, फादर अफ ट्याक्सोनमी को हुन्छ त? ट्याक्सो भनेपछि ट्याक्सी भयो। अब ट्याक्सोको के भयो त? कारोलस के। ट्याक्सी होइन, हामी कारमा चढ्छौँ। कारोलस लिनियस, फादर अफ ट्याक्सोनमी। त्यस्तै अब हाम्रो मेडिकल साइन्स त हामीलाई यतिकै थाहा हुन्छ कि यो हस्पिटलसँग रिलेटेड हुन्छ। त्यही भएर एचबाट हामीले के पढ्छौँ त? एचबाट हामीले हस्पिटल, अनि त्यही एचबाट चाहिँ हामीले के हिपोक्रेस्ट भनेर सजिलै सम्झिन सकिन्छ। यहाँ मेडिकल साइन्स हाम्रो के हस्पिटलसँग रिलेटेड हुन्छ। अनि त्यही अनुसार चाहिँ एचबाट हिपोक्रेस्ट पनि के हुन्छ त? मेडिकल साइन्सको पिता भनेर चिनिन्छ। त्यस्तै आयुर्वेदको जस्तै आयुर्वेद त धनीहरूले गर्छ नि त हैन। हामीहरूले त जुन औषधि पायो खाइदिन्छ। धनीहरूले गर्ने भएकोले यसलाई धन्वन्तरी भनेर सम्झिने, फादर अफ आयुर्वेद।